कि बङ्गलामुखीको धारा कस्तो छ। हामी चाहिँ अब जाँदैछौँ बङ्गलामुखीमा नुहाइखाइ गर्ने कार्यक्रम छ हाम्रो। ल ओइ गाइस यही para हाम्रो बङ्गलामुखीको पसन्द पाना बाइ देखाउँछु म्याच। हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल। सो आई होप सबैजना सन्चै हुन्छ होला, आरामै हुनुहुन्छ होला। र म आजको न्यू डेमा न्यू लाइट केटाहरूसँग हो। केटाहरू फेरि तारा देखाइदिरहेका हो। खै हाइलो हेलो गाइस बडी बिल्डर बन्दैछु गाइस हैन फ्यामिली ब्याक। कौन है ये लोग, कहाँ से आते हैं? नुहाउन जान लागेको है त साथीहरू। सो आज चाहिँ हामी नुहाउन जाँदैछौँ भाइहरूसँग। अब दिउँसो भ्याइँदैन नि त, काम हुन्छ, कामले गर्दाखेरि भ्याइँदैन। अनि अब कामले दिउँसोभरि नभ्याउने भएपछि अब हामी चाहिँ बेलुकी जाने गर्छौँ नुहाउन चाहिँ। अनि नुहाउनलाई चाहिँ हामी अब यहाँ बङ्गलामुखी अगाडिको युट्युब च्यानलमा अगाडिको भ्लगमा हेर्नु भएकोलाई होइन, हामी त्यहाँनिर नुहाउन जाँदैछौँ। सो भाइहरूसँग चाहिँ म अब नाइटमा नुहाउन जाँदैछु है त साथीहरू। भ्लग हेरेर साथ दिनु होला। सो लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला है। हेर्नुहोस् मात्र 100 रुपियाँ। अब कपडा चाहेमा मलाई कन्ट्याक्ट गर्नुहोस्। अब लाइटर पेन सेन चाहे बेला मलाई नि कन्ट्याक्ट गर्नुहोस्। स्याम्पू सब राखिदिएको छ तपाईँ। मात्र 10 रुपियाँ मात्र। कति हान्दिरहेका अब भाइले फेरि हो। ल भाइरल हुने हो क्या हो। कि बङ्गलामुखीको धारा कस्तो छ। ल यो भाइले त अति हान्दिरहेका अब है। ल छोडले जो लाग्दा सबैलाई माया छ मनदेखि नै होइन गाइस। मेरो दाइलाई चाहिँ यसो सर्ट सपोर्ट गर्नु पर्यो। लाइक सब्सक्राइब कमेन्ट गर्नु पर्यो होइन। बिस्तारै अब हामी नै के हुन चाहन्छु, हजुरहरूकै सपोर्टले हुने हो हामी पनि। हामी चाहिँ अब जाँदैछौँ बङ्गलामुखीमा नुहाइखाइ गर्ने कार्यक्रम छ हाम्रो। दाइको गाडीमा ओ ल फेरि दाइको गाडीमा चाहिँ जाँदैछौँ हामी बङ्गलामुखी नुहाउनलाई। छैन दुई पाला कहाँ जाँदैछौँ केटा हामी? हामी बङ्गलामुखीको धारामा अब हेर्नुहोस् गाइस कस्तो छ धारा। आज चाहिँ टक्क अब दिउँसो भ्याइँदैन नि त साथीहरू होइन। अब हामी दिउँसो काममै बिजी भइन्छ सबैजना। अनि हामी चाहिँ जहिले राति होइन गाइस म डेक्सी ड्राइभर, यो कुकर ड्राइभर। कति हान्छ क्या फेरि केटाहरू मजा गर्छन् भाइहरू। जस्तो रमाइलो छ होइन साथीहरू। अब हामी चाहिँ बङ्गलामुखी है टक्क नुहाउन जाँदैछौँ। सो तपाईँहरूलाई हामी त्यहाँ पुगेर पनि हामी चाहिँ अब पुग्न लाग्यो होइन। त्योभन्दा अगाडि चाहिँ यसो जिम सिम हानेर गइदिउँ होइन। त्यही हो अति हान्दिरहेको अब। हामी हड्डी बाँस हान्छ घरमा आइपुगेको। हाम्रो चाहिँ यहाँ जिम क्लब भनौँ अब यो खै कोही ल फेरि बाजिदिरहेको अब यहाँ। ल ओइ ल ओइ ल फोर्नाले तेरो बाउको होइन नि। कपडा उठाएर ल्याइसकेको छ। मेन गरी चाहिँ गएको घरबाट हो अन्ना देखा न। के भन्नु भाइहरू पारा देखाइदिइरहेको अब आफ्नै ताल। अरू के गर्नु 2 ब्याग हानिहाल्यो। गणेश मन्दिर आइपुग्यो है त। यहाँदेखि अब अझै थोरै जानुपर्ने हुन्छ।
भाइ आज त प्याक छ नि त अहिले। ल कति बज्यो कोही हजुर यहाँ त पुरै प्याक रहेछ कति बज्यो प्याक छ त है अब पालोमा बस्नै पर्यो नि साथीहरू के गर्नु कस्तो भिड छ अति ढल्या मान्छे बियो दाइ बियो फ्याट कापुयो अब के गर्नु साथीहरू त्यही माथि गलेको हैरान छ नि त्यही माथि रहेछ हैरान छ कि कसले मारे guys. Yeah, para mo dito ko sa para bye. Bye. Gara so ya pagi balik down. अब कुशल भाइ पनि एकचोटि भिजिएर त कस्तो हुन्छ स्विमिङ नहुँदैछन् क्या अब के गर्दैछ नुहाएको त्यही होइन So welcome to guys. हामी नयाँ आइसकेका छौँ कपडा चाहिँ त्यही छ मेरो हैन ओए गाडी त दामी छ त गाडी नजाने चढ न चाबी मैले गाई चाहिँ अब घरमा बिर्सेर आएछ फेरि लिन जानुपर्छ होइन अब हेर्नु हाम्रो अर्को भुसियाको कुरा अब हेर्नु न बक्सरमा हिँड्दैछ